सल्यानटारमा आज बिहानै उठ्यौँ हामी। उठ्न साथ तल बुढी गण्डकी सुसाएको यहाँसम्मै सुनिने मधुर सङ्गीत झैँ लाग्ने नदीको सुसाट। बिहानै त हुस्सु थियो, केही क्षणमै खुल्यो मौसम। टार भनेको पहाडी अथवा उठेको थुम्को माथिको समथल जमिन, पठार, प्लेटु भन्न सकिन्छ। नेपालमा धेरै टारहरू छन्, तर सबैभन्दा ठुलो टार चाहिँ यो नै रहेको मत राख्नुहुन्छ स्थानीयहरू। पहिले यसलाई दोस्रो ठुलो टार मानिन्थ्यो रे, तर हालैको मापन अनुसार यो छेउदेखि टुप्पोसम्म 14 किलोमिटर लामो र सरदरमा 4 किलोमिटर चौडाइ भएको टार हो। यस हिसाबले यो नेपालको सबैभन्दा ठुलो टार मानिने रहेछ। अब दोस्रो ठुलो टार नेपाल अधिराज्यको भन्ने बुझाइमा थियो, तर अहिले विभिन्न खालको यो प्रविधिहरू आएको कारणले गर्दाखेरि अहिले चाहिँ भूगोलमा पनि यसलाई पहिल्यै ठुलो टारको रूपमा चाहिँ अब यो हरेक मापदण्डले पहिलो ठुलो टारको रूपमा देखिएको छ। र यहाँ विशेष गरेर अब दराई कुमालहरूको बसोबास भएको हामी चाहिँ पाउँछौँ। अब आदिवासी भनेर त्यही दराई कुमाललाई नै हामीले लिने गरेका छौँ, र अन्य जनजाति र अन्य वर्गको मान्छेहरू त पछि बसोबासको हिसाबले यहाँसम्म आइपुगे भन्ने बुझिएको छ। कोही काठमाडौँबाट, अब अन्य जातिको त अब विभिन्न ठाउँबाटै अब यहाँ आइपुगेको। यो पहिले तपाईँको गाविस हुँदा ताका चाहिँ यो एउटै गाविस थियो यो टार या कसो थियो? एउटै मात्रै होइन, सुरुमा पञ्चायत कालमा त योभन्दा बाहिर यो गोलाङसँग पनि छोएको हामीले बुझेका छौँ। बना सल्यानटार गाउँ पञ्चायत भन्ने थियो पहिला, त्यति हुँदाखेरि त्यसलाई पछि टार नै त्यसभित्र त्यही भित्रै नै हो। अहिले चाहिँ त्यो उसले गराएर यो ठ्याक्कै यो खास बााउन्डरीभित्र नै त्यसको चाहिँ एउटै गाउँपालिका बनाएको छ। गाविस पनि यो टार सिङ्गो गाविस सिङ्गो गाविस, अनि त्यो नाम अब टारकै नामबाट गाउँपालिका पनि राख्यो। र यहाँ खास यहाँको विशेषता भनेको चाहिँ उत्पादनको हिसाबले अब यो राष्ट्रियकरणकै रूपमा पनि परिचित गराउनु चाहिँ यहाँको चाहिँ मास होइन, कालो दाल। अब यहाँको मास अहिले चाहिँ अब विभिन्न यो ठेकेदारीहरूले चाहिँ अब 2 नम्बरी गरेका कारणले त्यसको महत्त्व अलिक कम हुँदै गएको हो। र खास भन्यो भने यहाँको चाहिँ मासै हो। अब यहाँको मास पाएसम्म अन्तको मास मान्छेले उपयोग गर्दैन। र दोस्रो भनेको हलेदो है, हलेदो बेसार भन्छौँ हामी। बेसार चाहिँ अब असाध्यै राम्रो, यसलाई अब लेबलिङ गरेर हामीले बाहिर पठाउन सक्ने हो भने यसको मार्केट चाहिँ असाध्यै राम्रो छ। अब हामीले यसलाई औषधि रूपमा पनि प्रयोग गर्न सकिने होइन, अब घराइसी प्रयोजनको निम्ति भात भान्सामा पनि प्रयोग गर्न सक्ने भएले यसको महत्त्व असाध्यै राम्रो छ। मैले सुने अनुसार त सर पहिले यहाँको सल्यानटारको मासले चाहिँ सिंहदरबारमा चाहिँ त्यसको लेपन गरेर अथवा त्यसलाई मजबुत बनाउने काम गरियो अरे भन्ने चाहिँ हामीले बाहिरबाट सुन्छौँ होइन। यो मैले सुनेको मात्रै कुरा हो, तथ्यगत रूपमा भएन। यहाँ तपाईँले सुनेको बुढापाकाहरूबाट आएका कुराहरूमा चाहिँ सल्यानटारको मासले सिंहदरबार बनाएको हुँदछ।